Hi everyone, सबैजनालाई वेलकम टु सुशी ट्रेन नेपालको युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। सो आजको यस भिडियो बनाउनु एकदम एक्साइटेड छु। सो यो चोटि चाहिँ हाम्रो एकजना 19 इयर्स ओल्ड जो चाहिँ हाम्रो अमन राई हुनुहुन्छ, हाम्रो विद्यार्थीले आज दुबईमा सुशीमा जब पाउनुभयो। सो यो भिडियो बनाउनुमा एकदम एक्साइटेड छु र धेरैजनाले मनमा लाग्ला जस भर्खरको 19 वर्षले पनि कसरी काम पायो, के पाउन सकिन्छ सुशीमा काम सम्बन्धमा आजको यस भिडियोमा एकदम एक्साइटेड छु। सायद यो सुशी ट्रेन नेपालको हिस्ट्री हो सबैभन्दा यंगेस्ट विद्यार्थी जो चाहिँ हाम्रो अमन राईले आज दुबईमा सुशीमा जब पाउनु भएको छ। सो उहाँलाई म सबै आजको यस भिडियोमा म सोध्न चाहन्छु उहाँको इन्टरभ्यू कस्तो भयो, उहाँले ट्रायलमा के गर्नुभयो र के साँच्चै 19 वर्षले सुशीमा काम पाइन्छ त, पाए पनि कति स्यालेरी पायो र उहाँले इन्टरभ्यूमा के गर्नु लागेको सबै कुरा आजको यस भिडियोमा सोध्न चाहन्छु। इभन स्यालेरीको बारेमा पनि कुरा गर्न चाहन्छु। सो सबैजनालाई वान मोर टाइम, तपाईहरु यदि नयाँ हुनुहुन्छ भने हाम्रो सुशी ट्रेन नेपालको अफिसियल युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनुस्, लाइक गरिदिनुस् यो भिडियो र सक्नुहुन्छ प्लिज यो भिडियो चाहिँ शेयर गरिदिनु तपाईको साथीभाइहरुलाई, सो दैट अरूलाई पनि यो भिडियोले चाहिँ धेरै इन्स्पायर हुन्छ। सायद तपाई कति जनाको छोराछोरी अहिले 18-19 वर्ष प्लस 2 दिएर बसिराख्नु भएको होला, कति जना एसएलसी दिएर बसिराख्नु भएको होला, तपाई पनि उहाँ हाम्रो 19 वर्ष जो चाहिँ हाम्रो अमन राई हाम्रो विद्यार्थी जस्तो सक्सेस तपाईको छोराछोरी अथवा तपाईको भान्जा भान्जी जोसुकै हुनुहुन्छ पाउन चाहनुहुन्छ भने सुशी ट्रेन नेपाललाई आजै कन्ट्याक्ट गरी हामी। सो आजको यस भिडियोमा म अमन राईसँग कुरा गर्न चाहन्छु। सो सबैजनाले यो भिडियो फर्स्टदेखि लास्टसम्म हेर्नु होला। सो स्टे ट्युन। सबैजनालाई वेलकम टु मेरो हाम्रो सुशी ट्रेन नेपालको अफिसियल जुन चाहिँ हाम्रो युट्युब च्यानल पछि एट द सेम टाइम जुममा मैले एकजना हाम्रो सक्सेसफुल विद्यार्थी जो चाहिँ 19 वर्ष 19 इयर्स ओल्ड, सायद धेरैलाई लागिरहेको थियो होला सायद के छ भर्खरकोले पनि सिक्न सकिन्छ एउटा उदाहरण। यो चाहिँ सायद सुशी ट्रेन नेपालको हिस्ट्री नै हो। जो चाहिँ 19 वर्ष हाम्रो विद्यार्थी उहाँले चाहिँ अहिले सुशीमा जब पाउनुपर्छ र उहाँको छुट्टी भएर एकदम ह्याक्टिक कति घण्टा काम गर्नुहुन्छ, कस्तो हुँदछ रियल लाइफमा हैन, लगायतको स्यालेरीदेखि लिएर लट्स अफ कुरा चाहिँ म कुरा गर्न चाहन्छु आजको यस भिडियोमा। सबैजना स्टे ट्युन र अमन सर हजुरलाई वेलकम सर एन्ड प्लिज हजुरको भिडियो अन गरिदिनुहोस् न। हेलो नमस्ते। ओके नमस्ते नमस्ते। र उहाँ हुनुहुन्छ अमन राई र अमन हजुरको परिचय दिनुहोस् र अहिले तपाईँ कहाँ हुनुहुन्छ हजुरको यसरी परिचय दिनुहोस् न। ए हजुर सबैजनालाई नमस्ते है, मेरो नाम चाहिँ अमन राई, म चाहिँ इटेरी तरबाट र मैले चाहिँ लगभग सुशी ट्रेनिङ नेपालमा विभिन्न ट्रेनिङ जस्तै कि मेन सुशी भयो अनि हट किचनहरू गरेर लगायत 3 मन्थको ट्रेनिङहरू दिएको र राम्रो एउटा ट्रेनिङको साथसाथै एक्सपिरियन्सहरू त्यहाँको मैले धेरैवटा एक्स्ट्रा करिकुलर एक्टिभिटी जस्तै कि कम्पिटिसन पनि हाम्रो सुशी ट्रेनिङ नेपालले गर्नुभएको थियो म्यारियट होटेलसँग मिलेर। हो त्यस्तो कम्पिटिसनहरूमा पार्टिसिपेटदेखि लिएर धेरै एक्सपिरियन्सहरू गेन गरेर अहिले चाहिँ यस्तो काम पाउनमा भएको छु है। ओके पर्फेक्ट पर्फेक्ट। सो सुनिहाल्नुभयो उहाँ अमन राई हुनुहुन्छ जो चाहिँ मेरो नातामा मेरो भान्जा पर्छ, म चाहिँ मामा वा मेरो भान्जा हो र उहाँ चाहिँ म्यारिड होटेल जुन चाहिँ हाम्रो सुशी ट्रेन नेपालको कम्पिटिसन भएको थियो त्यहाँ थर्ड हुनुभएको थियो र आज उहाँ सुशी ट्रेन नेपालबाट नै उहाँ दुबई गएर अहिले काम गर्दै हुनुहुन्छ दुबईको एकदम राम्रो कम्पनीमा। ओके अमन, अनि के छ त जति पनि अब तपाईँ अहिले दुबईमा हुनुहुन्छ भान्जा है, त्यहाँ जाँदाखेरि कस्तो अब हुन्छ रियल लाइफ आज अहिले सुशीमा काम गर्दै हुनुहुन्छ, कस्तो अनुभव रियल लाइफमा कस्तो हुँदो रहेछ एकचोटि सेयर गरिदिनुहोस् न जति पनि युट्युबबाट हेर्दै हुनुहुन्छ। अब एउटा मेन कुरा त के भन्दाखेरि एक्सपिरियन्स हो होइन। अब म जस्तो यङ्स्टर अब 19 इयर्सको हो अनि फर्स्ट त मेरो एक्सपिरियन्स भनेको यहाँ आउँदाखेरि कतिपय मेरो कलिग्स अब मसँग वर्क गर्ने मान्छेहरूले मेरो हेड सेफ लगायत मेरो सिनियरहरूले बिलिभै गरेन 19 इयर्सको हो भन्दा। किनकि अब मेन चाहिँ हाम्रो यहाँ के म्याटर गर्छ भन्दाखेरि हाम्रो वर्क र हाम्रो पर्फर्मेन्स म्याटर गर्छ। एज भन्दा हामीले कस्तो पर्फर्म गर्छौँ, हाम्रो कम्युनिकेसन कस्तो छ, हामीले गरिरहेको काममा कतिको पर्फेक्टनेस र हाम्रो कतिको राम्रो छ काम त्यो हेर्छौँ हाम्रो यहाँ धेरै जस्तो। अनि त्यसैले गर्दा मलाई अब अप्ठ्यारो भएको छ धेरै कुराहरूमा, किनकि एउटा सानो एजमा मान्छेहरूले अलिक ठुलो ध्यान गयो भने जस्तो भने त्यो एउटा अपिरेन्स खोज्छ, तर म चाहिँ अब अलिक यङ भएकोले गर्दा मलाई धेरै गाह्रोहरू भएको थियो। तर एट द एन्ड मैले चाहिँ अब आफ्नो पर्फर्मेन्सले गर्दा नै अब कामहरू आफ्नो एक्सपिरियन्स देखाएर मैले चाहिँ काम पाउन सक्सेसफुल भएँ भनौँ न। ओके एक्ज्याक्टली। सो तपाईँले भन्नुभयो तपाईँ यङ हुनुहुन्थ्यो, कतिजनाले तपाईँलाई बिलिभ गर्दैन थियो, विश्वास गर्दैन थियो, तर मेन भनेको हजुरले वर्कहरू म्याटर पार्छ एज भन्दा पनि तपाईँको काम हेर्छ भन्नुभयो होइन, विच इज भेरी ट्रु के। यो लाइनमा जति पनि हेर्नुहुन्छ युट्युबमा यो रेस्टुरेन्ट लाइनमा भनेको एज
कति 40-45-50 पनि मैले देखेँ क्या, इभन 55-60 मान्छेहरू काम गरिरहेको छ रेस्टुरेन्ट लाइनमा क्या, स्पेसली आई डोन्ट नो अरू फिल्डमा के छ। इभन जस्तै हाम्रो अमन सर हुनुहुन्छ, भान्जा हुनुहुन्छ, जो चाहिँ 19 इयर्स ओल्डले, इमेजिन गर्नुहोस्, उहाँलाई सुरुमा विश्वास गरेको थिएन, तैपनि उहाँको काम हेरेर उहाँलाई चाहिँ लिनुभयो र त्यही छ। अनि अमन हजुरले जुन चाहिँ कन्फिडेन्ट तपाईँले बिल्डअप गर्नुभयो त्यो सबै एसटिएनबाट तपाईँले लिइसक्नु भएको थियो होइन र? मैले एउटा कुरा चाहिँ के भन्दाखेरि एसटिएनमा मेन कुरा भनेको हामीलाई चाहिँ बाहिर आएपछि भने कन्फिडेन्स हेर्छ हाम्रो, कतिको कन्फिडेन्सले बोल्छौँ, हाम्रो बोलीमा कतिको हाम्रो एउटा स्ट्रङनेस, एउटा दरोपन छ हाम्रो बोलीमा, त्यो पनि खोज्छ। अब हामीले फ्रेङ्क भएर हिम्मतले राम्ररी मजाले बोल्यौँ भने हामीसँग त्यसरी नै मान्छेले, अगाडिको मान्छेले कम्युनिकेट गर्छ। यहाँ त धेरै कुराहरू हुन्छ, अब इन्टरभ्यू हुन्छ, तपाईँको ट्रायलहरू हुन्छ, त्यस्तो बेलामा हामीले अब इङ्ग्लिस त आउँछ बोल्नु, तर कन्फिडेन्स छैन, डराउँदै डराउँदै बोल्यो भने त्यतिखेर चाहिँ हामीलाई गाह्रो हुन्छ। किनकि अब मान्छेहरूले लिने भनेको कन्फिडेन्ट मान्छेलाई कन्फिडेन्स दिन्छ है। अनि मलाई चाहिँ अब त्यही उसमा आउँदाखेरि मैले पनि अब फ्रेङ्क भएर कन्फिडेन्सको साथ चाहिँ मान्छेहरूसँग अब हाम्रो मेरो इन्टरभ्यूदेखि लगाएर सबैसँग एउटा कन्फिडेन्सको साथ एक्सपिरियन्स मैले धेरै कुराहरू गेन गरेको थिएँ। मैले चाहिँ ट्रेनिङ मात्र नभइकन अब एउटा त्यहाँ वर्क पनि गरेँ एज अ उयो सुशीकै लाइन मैले वर्क पनि गरेँ एसटिएनमा। त्यही भएकोले गर्दा त्यहाँ चाहिँ मैले धेरै एक्सपिरियन्सहरू गेन गरेँ, स्पिकिङ लगायत, मेरो इङ्ग्लिस लगायत, मेरो कम्युनिकेसन स्किल लगायत धेरै कुराहरू चाहिँ मैले एसटिएमबाट गेन गर्न सफल भएँ। यो सबै ट्रेनिङ चाहिँ के सुशी ट्रेनिङ नेपाललाई जान्छ त? म सुशी ट्रेनिङ नेपाललाई नै जान्छ मजाले। एक्ज्याक्टली है। पहिला सबजना सुनिहाल्नुभयो, पहिला अमन राई इटरी तरारामा हुनुहुन्थ्यो, उहाँ त्यति साह्रो केमा उहाँको के गर्ने, कुन चाहिँ फिल्डमा चुज गर्ने उहाँलाई त्यति केही आइडिया थिएन। र जब म बाहिर जर्मनीबाट आइसकेपछि म अमन राई जुन चाहिँ मेरो भान्जा, उहाँ चाहिँ मैले यो फिल्डमा सुशी फिल्डमा चाहिँ गर्नुपर्छ भन्ने हिसाबले उहाँले यहाँ आएर ट्रेनिङ 3 महिनाको डिप्लोमा कोर्स लिनुभयो, 2 महिना सुशी हट किचन लिएर आज सुशी ट्रेनिङ नेपालले नै उहाँलाई चाहिँ जस्ट दुबईमा गएर उहाँले जब पाउनुभयो। अलराइट, सो अमन तपाईँले भन्नुभयो कन्फिडेन्ट एकदम चाहिन्छ, नो म्याटर इङ्ग्लिस बोल्नु आए पनि तर कन्फिडेन्स छैन भने इट डजन्ट मेक एनी सेन्स के हो कि भन्नुहोस् न। बरु इङ्ग्लिस ब्रोकनै होस् तर बोल्नु पर्यो, कन्फिडेन्ट भयो भने ट्रस्ट मी काम मजाले पाइन्छ कि। एम आई राइट? यस, एकदम तपाईँ राइट हुन्छ। किनकि अब मैले यहाँ देखेको छु आफैले, मैले त्यो सुनेर भनेको भने अब मैले देखेर कारणले गर्दा तपाईँलाई भने। किनकि यहाँ कतिपय मान्छेहरूको ब्रोकन इङ्ग्लिस छ, इभन यहाँ काम गर्ने हेड सेफहरू भयो लगायतको ठुल्ठुलो सिनियरहरू भयो, उहाँहरूको पनि अब फिलिपिन भयो कतिपयहरूले यहाँ वर्क गर्छ, उहाँहरूको इङ्ग्लिस ब्रोकनै हो तर पनि एउटा पानी भइसकेपछि एउटा कन्फिडेन्स भइसकेपछि बोलेपछि चल्छ। भनेको कन्फिडेन्स चाहिँ म्याटर गर्छ। एक्ज्याक्टली, कन्फिडेन्ट डज म्याटर होइन। अनि अर्को कुरो अमन, जुन चाहिँ हाम्रो सुशी ट्रेनिङ नेपालमा तपाईँले सिक्नुभयो होसोमाकी उरामाकी, अब सो लेट्स टक अबाउट तपाईँको एक्सपिरियन्स ट्रायलमा कस्तो थियो होइन, कतिको हामीले त्यो क्वालिटी सिकाएको कति काम लाग्यो लागेन, यसो त्यसको बारेमा भनिदिनुहोस् न। तपाईँलाई के गर्नु लाग्यो तपाईँलाई ट्रायलमा जाँदाखेरि, जति पनि युट्युबबाट हेर्दैछ सो द्याट उहाँहरू हाम्रो जति पनि हाम्रो के अरे भ्युवर्सहरूलाई पनि के नलेज पाउँछ भन्ने हिसाबले म प्रायः भिडियो बनाउँछु। तपाईँको भनिदिनु एक्सपिरियन्स कस्तो भयो ट्रायल गर्दाखेरि? मेरो एक्सपिरियन्स अन्त चाहिँ कस्तो भन्दाखेरि अब मेन भनेको हामीले राख्ने डिसहरूको प्लेटिङहरू भयो, हामीले काटेको साइजहरू भयो होइन, हामीले कुन तरिकाले उठाउँछौँ हाम्रो उयो सुसीहरूलाई र लगायत हाम्रो चाहिँ सुशीको टाइटनेस, अब हामीले कसरी रोल गरेको छौँ, यस्तो धेरै कुराहरूले म्याटर गर्छ। अब मेरो ट्रायलमा चाहिँ मलाई अब सबै ट्रायलमा एउटै हुँदैन, डिफ्रेन्ट हुन्छ। मैले धेरैवटा ठाउँमा ट्रायल दिएको पनि हो र कतिपय ट्रायलमा चाहिँ तपाईँलाई के भन्छ भने तपाईँलाई त्यस्तो डिफिकल्ट यो बना त्यो बना, तपाईँलाई सिम्पल एउटा तपाईँको माथि भयो कुरामाथि भयो बनाउन लाउँछ, तपाईँले चाहिँ एउटा सिम्पल बनाउनु मात्र। त्यस्तो त हामीले सोध्छौँ, त्यो इमेजिन गर्छौँ पर गाह्रो आउँछ, धेरै गाह्रो आउँछ ट्रायलमा त भने त्यस्तो हुँदैन, अलिक सिम्पल, एकदम सिम्पल एन्ड लाइट हुन्छ। त्यसैले गर्दा हामीलाई अलिक कन्फिडेन्स हुन जरुरी छ, किनकि हामी आत्तिन्छौँ, हो त्यही हो मेन कुरा भनेको। हामी आत्तिएपछि हामीलाई सबै कुरा बिग्रिन्छ। त्यही भएर मजाले नआत्तिकन टक्क जाने, ट्रायलमा गएर उनीहरूले सिम्पल क्वेसनमा कि अथवा कुरामा कि समटाइम्स तपाईँलाई के आउँछ त्यही बनाउनु, त्यो पनि भन्छ है कुनै कुनै ठाउँमा है। अनि मलाई चाहिँ तर के भन्नु मेरोमा चाहिँ ससिमी निकिरी अनि माकी र उरामाकी हो, यति 4 थोक बनाउनु लाग्थ्यो र 4 थोकलाई एउटा प्लेटमा प्लेटिङ गर्नु लाग्थ्यो। मैले जुन चाहिँ त्यो ससिमी काटेर प्लेटिङ गरेर सबै देखेको थिएँ, उहाँहरूले फोटो खिचेर राख्नु भएको थियो, जुन चाहिँ उहाँहरूको पोइन्ट अफ भ्यूबाट एक्सिलेन्ट भन्नुभएको थियो। अनि त्यही होपले गर्दा
एउटा मलाई चाहिँ ठुलो प्लस पोइन्ट भयो त्यसले गर्दा पनि, किनकि मैले प्लेटिङहरू चाहिँ एसटिएनबाट जुन तरिकाले सिकेको थिएँ अनि कटिङहरू जुन तरिका एसटिएनबाट सिकेको त्यही तरिकाले नै राखेको थिएँ। एक्ज्याक्टली सो तपाईँले भन्नुभयो जुन तरिकाले सुशी ट्रेड नेपालबाट तपाईँले ट्रेनिङ लिनुभएको थियो, प्लेटिङहरूदेखि लिएर त्यहाँको क्वालिटीहरूदेखि लिएर हरेक कुराहरू तपाईँले त्यही गर्नुभयो, तपाईँको मन परायो होइन। र अर्को कुरा पनि के जानकारी गराउन चाहन्छु, तपाईँले त्यो ट्रायल देखेँ तपाईँ र अर्को एकजना पनि हुनुहुन्थ्यो होइन, उहाँ चाहिँ अर्कै ट्रेनिङ सेन्टरबाट आउनुभएको होइन अमन सर? हजुर हजुर यस्तो थियो। मसँग एकजना व्यक्ति हुन्थ्यो, उहाँ चाहिँ बुटवलबाट हुन्थ्यो। उहाँ चाहिँ बुटवलबाट हुन्थ्यो, उहाँले चाहिँ 1 मन्थको ट्रेनिङ लिएर आउनु भएको रहेछ। हजुर। अनि उहाँ के भन्दाखेरि उहाँ फेरि एज पनि धेरै लगभग 26 अराउन्डको हुन्थ्यो उहाँ चाहिँ। अनि त्यसैले गर्दा चाहिँ हाम्रो पर्फर्मेन्स म्याटर गर्छ एज भन्दा पनि म चाहिँ भन्छु। अब किनकि हामी दुईजना त्यत्रो भास्ट डिफ्रेन्ट एज हुँदामा हामी दुईजना एउटै ठाउँमा ट्रायल दिएको र हाम्रो ट्रायलमा चाहिँ हामीलाई मात्र 2 थोक बनाउनु भएको थियो, एउटा होस्टमा कि एउटा कुरामा कि है त। उहाँको प्लेटिङ र मेरो प्लेटिङ दुईजना हामीले गरेर राख्यौँ र उहाँको र मेरोमा धेरै डिफ्रेन्स थियो क्या। एउटा ग्लान्स पनि एक झलकमा हेर्दा चाहिँ कुन राम्रो छ कुन नराम्रो छ मजाले देखिन्छ। र त्यही भएकोले गर्दा हाम्रो क्वालिटी म्याटर गर्छ, हाम्रो पर्फर्मेन्स म्याटर गर्छ एज भन्दा पनि बेसी है त। त्यसैले गर्दा मेरो चाहिँ भनौँ अब उहाँहरूले मन पराउनु हो, फर्स्ट ग्लान्समै मेरै उठाउनु भयो अनि उठाएर चाहिँ अब सोध्न थाल्नुभयो यो कसले बनाएको हो भनेर मन पराउनु भयो। ओके एक्ज्याक्टली सो सुनिहाल्नुभयो, एज भन्दा पनि क्वालिटी डज म्याटर, तपाईँको पर्फर्मेन्स डज म्याटर होइन। उहाँले अब बुटवलमा 1 महिनाको ट्रेनिङ लिनुभएको थियो, उहाँको मैले हेरेको पनि त्यति राम्रो थिएन, प्लेटिङहरू त्यति राम्रो उहाँको टाइट थिएन, तर तपाईँको अमन राईको चाहिँ निकै राम्रो थियो मैले हेर्दाखेरि। र तपाईँको पनि लक्कीली हजुर नै अब राम्रो थियो, तपाईँको सेलेक्ट हुनुभयो अमन होइन। म एकदम ह्याप्पी लाग्यो जब कि तपाईँले मलाई भन्नुभयो तपाईँ सेलेक्ट हुनुभयो लगायत यस्तो कुरा सुन्दाखेरि होइन। सो मैले भनिहालेँ जति पनि युट्युबबाट हेरिदिन्छ, सो वी फोकस इन क्वालिटी। सुशी ट्रेनिङ नेपाल एसटिएन भनेको चाहिँ क्वालिटीमा फोकस गर्ने ट्रेनिङ सेन्टर हो। सो किनभने हामीले अब इमेजिन गर्नुहोस् उहाँ हाम्रो जो विद्यार्थी थियो उहाँ जानुभयो 1 महिना ट्रेनिङ लिएर, तर उहाँले त्यति राम्रो सिक्नु भएन, एज पनि 26-27 भन्दै हुनुहुन्छ। तर एट द एन्ड अफ द डे भनेको कम्पनीलाई भनेको क्वालिटी हो, क्वालिटी चाहिन्छ। तर उहाँले राम्रो सिक्नु भएन, राम्रो प्लेटिङको ज्ञान भएन, त्यही भएको कारणले उहाँ सेलेक्ट हुनु भएन। तर अमन राई जो चाहिँ भर्खर 19 इयर्स ओल्डले चाहिँ काम पाउनुभयो, जुन चाहिँ सुशी ट्रेड नेपालबाट नै उहाँले सिकेको त्यही पर्फर्मेन्स गर्नुभयो। ओके, अनि अमन राई कस्तो भयो जब तपाईँ सेलेक्ट हुनुभयो, तपाईँलाई भन्यो यु हेभ बिन सेलेक्टेड अमन राई, त्यो रिएक्सन तपाईँको कस्तो भयो जब तपाईँलाई हुन्छ नि त्यो मुभमेन्ट जाम न, किनभने आई गेस त्यो भनेको चाहिँ एउटा तपाईँको लाइफको एउटा टर्निङ हुन्छ नि, वान अफ द बिगेस्ट एचिभमेन्टै भयो जस्तो लाग्छ, जहाँसम्म लाग्छ। के छ त्यस बारेमा? मेरो लाइफको अहिलेसम्म सबैभन्दा ठुलो अचिभमेन्ट नै भन्नु, किनकि अब एउटा रेपुटेड कम्पनी सुशी आर्टमा मैले चाहिँ काम गरेको हो र जुन चाहिँ हजुरहरूले अब इन्ट्रेस्टेड हुन्छ भने सर्च गरेर पनि हेर्न सक्नुहुन्छ। सुशी आर्ट भनेको चाहिँ एउटा रेपुटेड कम्पनी हो र मैले धेरै अगाडिदेखि त्यो सुनेको पनि थिएँ। अनि त्यो कम्पनीबाट चाहिँ म सेलेक्टेड हायर्ड, मलाई एउटा कल आएको थियो अमन भनेर भन्नुभएको थियो। अनि यु आर हायर्ड भनेर भन्दा मलाई एकदम कस्तो भयो भने बिलिभै भएन। फर्स्ट महिना त मलाई बिलिभ भयो, तर त्यसपछि चाहिँ अब ब्याक टु द रियालिटी खुसी लाग्यो धेरै, किनकि अब एउटा लाइफ सबभन्दा ठुलो अचिभमेन्ट नै भन्नु थियो कि मैले यत्रो ट्रेनिङहरू लिएँ, यत्रो मैले ट्रेनिङ गरेर मैले यहाँ कन्फिडेन्सहरू गेन गरेँ, सबै यो यत्रो मैले मिहिनेत गरेँ यही दिन देख्न सकेको। अनि त्यही भएकोले गर्दा चाहिँ मलाई लास्ट सेटिस्फ्याक्सन भयो, एकदमै मतलब मनैबाट बुझ्छु। र त्यसको लागि चाहिँ म एसटिएनलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, किनकि थ्रु आउट दिस जर्नी एसटिएनको ठुलो सपोर्ट र ठुलो हात थियो मेरो सक्सेसफुल जर्नीमा है त। एक्ज्याक्टली सो अमन राईलाई ट्रेनिङ बेसिक जिरोबाट नै जबसम्म लाउने सबै एस्टेट हामीले नै उहाँलाई सुशी ट्रेड नेपाल नै उहाँको पछाडि हो। उहाँलाई धेरै उहाँले जुन चाहिँ म्यारिट होटलमा पनि उहाँले पनि पर्फर्मेन्स गर्नुभयो, एसटिएनले राम्रो त्यतिकै रोल खेलेको छ। बट डजन्ट मिन कि हामीले नै गरेको भन्दैन, तर एटलिस्ट हो हाम्रो नट ओन्ली अमन होइन, सबैजना जति पनि विद्यार्थी छ उहाँलाई सक्दो सपोर्ट गर्ने नै हाम्रो चाहना हो है। र लास्टमा मैले कुरा सोधेँ अब स्यालेरीको बारेमा कति के छ, अनि स्यालेरी बारेमा जम्प गर्नुभन्दा अगाडि पनि होइन पहिला तपाईँलाई म के सोध्न चाहन्छु भने कामको रस कस्तो हुन्छ, सुशीमा के चाहिँ इम्पोर्टेन्ट छ र कति घन्टा काम गर्नुहुन्छ त्यो भनिदिनुहोस् न, जति पनि सबैलाई सुन्नु मन लाग्यो होला, के छ यसको बारेमा? यस्तो छ कामको चाहिँ, हाम्रो काम चाहिँ हामीले पहिला के मेन्टालिटी बसाउनु पर्यो भन्दाखेरि काम भनेको हाम्रो सजिलो हुँदैन है त। हामीले सजिलो काम गर्छु
सुशीमा सजिलो हुन्छ, भारी काम हुँदैन त्यस्तो भनेर सोच्नु हुँदैन। किनकि काम भनेपछि विदेशमा आएपछि आउट कन्ट्रीमा आएपछि कुनै पनि ठाउँमा सजिलो हुँदैन। सो पहिलो मेन्टालिटी हामी के बस्नु पर्यो भन्दाखेरि काम गाह्रो हुन्छ, त्यसलाई चाहिँ डिल गर्छु म भनेर आउनु पर्यो। किनकि मैले पनि त्यही सोचेको थिएँ, काम सजिलै हुन्छ भनेर सोचेको थिएँ, तर सोचे जस्तो भएन। किनकि अब मेरो चाहिँ वर्किङ आवर्स 10 आवर्स हो, 10 आवर्स। तर पनि म अब 10 आवर्स, अनि तर पनि अब 10 काम गर्दा गर्दै मेरो काम नसकिँदासम्म मैले चाहिँ मेरो टास्क कम्प्लिट नगर्छु मैले आउट मैले जानु पाउँदैन। जुन चाहिँ मेरो चाहिँ ओभरअल 12 आवर्सको पनि सिफ्ट हुन्छ मेरो है, मोस्ट अफ द टाइम 12 आवर्सको सिफ्ट हुन्छ। अनि अब काम तपाईँलाई त्यो हुन्छ, अब कस्तो छ भन्दाखेरि तपाईँलाई भारी बोक्नु लाउने होइन, तपाईँलाई के भन्छ घाममा हिँडाउने होइन, काम तपाईँलाई एसी रुमभित्रमा चिसोमै हुन्छ तपाईँलाई। तर कस्तो हुन्छ भन्दाखेरि चाहिँ काम चाहिँ अब गाह्रै हुन्छ होइन, धेरै कुराहरू तपाईँले नोट गर्नुपर्ने हुन्छ। अब सुशीहरूदेखि लिएर हामीले सिकेको त हामीले एउटा बेस बनाएको, तर पनि अझै हरेक रेस्टुरेन्टमा भनेको आफ्नो डिफ्रेन्ट कुराहरू हुन्छ, मेन्यूहरू याद राख्नुपर्छ हामीले। अनि टाइमिङ हुन्छ, प्रेसर बेस हुन्छ, किनकि अर्डरहरू आउँछ, त्यो अर्डरहरूलाई हामी टाइमिङमा निकाल्नु पऱ्यो लगायत धेरै कुराहरू हुन्छ। अनि जुन चाहिँ अब गाह्रो नै छ भनौँ है, तर मेन मेन्टालिटी चाहिँ हामीले गाह्रो छ म गर्छु भन्ने छ आउनु पऱ्यो, आउँदाखेरि न त हजुर छैन। एक्ज्याक्टली ल जति पनि टिकटकबाट युट्युबबाट हेर्दै भिडियो कहाँबाट हेर्छ, काम भनेको जस्तो पनि गर्नुपर्छ, गाह्रो किनभने विदेश हो होइन, स्वदेश होइन। विदेशमा इभन मैले पनि तपाईँको पहिला 4-5 महिना त लगभग म कोभिडको बेलामा होइन, पहिला जर्मनीमा हुँदाखेरि लगभग हप्तामा 10-11 घन्टा काम पनि मै हो, किनभने बाहिर दुःख गर्न आएको होइन। त्यो हिसाबले जुन चाहिँ अमन सरले भनिदिनुहुन्छ उहाँलाई मैले पहिला नि भनेको, विदेश भने त्यति हुँदैन, माइन्डसेट चाहिँ स्ट्रङ गर्नु पऱ्यो कि म काम गर्नु गएको, म काम गर्नु सक्छु भन्ने चाहिँ हुनु पऱ्यो है। र त्यो छ। अब अर्को कुरा मैले लास्टमा के सोधेँ भने अमन सरलाई सबैले सोध्ने क्वेसन कति हुन्छ स्यालेरीको बारेमा कुरा गर्न चाहन्छु। र स्यालेरीमा म डिस्क्लेमर है यो एउटा के भन्न चाहन्छु भने इट डिपेन्ड्स अपन दि युके मान्छेमा स्किलमा सुशी स्टुडेन्टमा डिपेन्ड पर्छ है। कसैले 1500, कसैले 1700, कसैले 1800, कसैले 2000, कोही 2500, कोही 3000, 3500। किन भन्दाखेरि धेरै विद्यार्थीहरूले म पहिला यो स्यालेरीको बारेमा कुरा गर्न चाहन्थे थिएँ, किनभने कतिजनाको माइन्डसेट के हुन्छ यति हुन्छ भनेर आउनुहुन्छ, तर तपाईँहरूमा डिपेन्ड पर्ने कुरा होइन र अमन सर। किनभने स्यालेरी भनेको जस्तो उहाँले कति पर्फर्मेन्स गर्छ, तपाईँले राम्रै गर्नुहुन्न स्यालेरी त्यति राम्रो दिँदै दिँदैन हामी होइन, तपाईँहरूमा चाहिँ डिपेन्ड पर्छ होइन। सो त्यो बारेमा चाहिँ के भन्नुहुन्छ अमन सर, स्यालेरीको बारेमा एकचोटि भनिदिनुहोस् न। स्यालेरीको केसमा चाहिँ कस्तो छ भन्दाखेरि मैले भनिहालेँ तपाईँलाई, स्यालेरीको केसमा हामीलाई एट द पर्फर्मेन्स हेरेर हामीले अफर गर्छ। तपाईँले जुन चाहिँ तपाईँको इन्टरभ्यू हुन्छ, ट्रायल हुन्छ, त्यसमा तपाईँको मान्छेको क्वालिटी हेर्छ, अब कतिको इङ्ग्लिस बोल्छ, उसले कतिको इन्टरेक्ट गर्न सक्छ आफ्नो आफ्नो कलिग्सहरूसँग, आफ्नो काम गर्ने सिनियर लगायत जुनियरहरूसँग कसरी कम्युनिकेसन गर्न सक्छ, पर्फर्मेन्स कतिको छिटो गर्न सक्छ, उसले कतिको फास्ट लर्न गर्न सक्छ, सिक्न सक्छ, त्यो चाहिँ हाम्रो ट्रायलमा हेर्छ। र त्यही ट्रायल हेरेर चाहिँ हाम्रो अफर गर्छ पैसा है त। सो मैले पनि मेरो चाहिँ ट्रायल 10 आवर्स जस्तो भएको, त्यो 10 आवर्समा हाम्रो भनेको हाम्रो पर्फर्मेन्स उयो गर्छन्, अब्जर्भ गर्छ है त। मैले फर्स्ट डेमा इन्टरभ्यू हो, सेकेन्ड डेमा ट्रायल भयो, र त्यसको थर्ड र फोर्थ डेमा चाहिँ मलाई अफर लेटर आएको थियो। त्यो अफर लेटरमा चाहिँ अब तपाईँको सुशीको चाहिँ कस्तो हुन्छ भन्दाखेरि 2000 to 3500सम्मको रेन्जमा हुन्छ। त्यही रेन्जमा चाहिँ हाम्रो स्यालेरीहरू चाहिँ हामीलाई दिन्छ, कसैको 2800 हुन्छ, कसैको 3000 हुन्छ, इफ लकी 3500 हुन्छ कसैको है, डिपेन्ड्स अन पर्फर्मेन्स। सो मैले पनि त्यही अनुसार स्यालेरीहरू पाएको छु, जुन चाहिँ अब एउटा सेटिस्फ्याक्ट्री नै भनौँ मैले है। सेभिङ्सहरू चाहिँ गर्न सक्छु मैले, त्यही भएकोले गर्दा म सेटिस्फाइड छु। तर एट द इन्ड मेन चाहिँ भनेको हाम्रो पर्फर्मेन्स म्याटर गर्छ, एकदम पर्फर्मेन्स म्याटर गर्छ। किनकि कसैलाई एकदम लो स्यालेरी पनि उयो अफर गर्छ, डिपेन्ड अन द पर्फर्मेन्स एन्ड एक्सपिरियन्स। एक्ज्याक्टली सही भन्नुभयो अमन सर होइन। यहाँ जति पनि युट्युबबाट हेर्नुहुन्छ प्लिज है, स्यालेरी भनेको तपाईँहरूमा डिपेन्ड पर्छ, पर्फर्मेन्स तपाईँले कतिको इन्टरेक्ट गर्नुहुन्छ, कतिको तपाईँको कलिगहरूसँग टिमहरूसँग तपाईँले कतिको चाँडो क्विक लर्नर कतिको टिप्नुहुन्छ, तपाईँको कतिको डिसिप्लिन हुन्छ, हरेक कुराहरूले म्याटर पार्छ है।
त्यो कुरा चाहिँ म तपाईँलाई भन्न चाहन्छु। र दोस्रो कुरा के छ भने यहाँ जति पनि हेर्दै हुनुहुन्छ वान मोर टाइम स्यालेरी भनेको तपाईँहरूमै डिपेन्ड पर्ने, तपाईँ कसैको 1500 होला, कसैको 1800 होला, कसैको 2000, 2200, 2500, 3000, 3500, त्यो तपाईँहरूमा डिपेन्ड पर्छ, त्यो तपाईँहरूमा डिपेन्ड परेको कुराहरू है। तर अमल सरको जुन चाहिँ सेटिस्फ्याक्सन छ भन्नुभयो, किनभने उहाँले राम्रो इङ्ग्लिस बोल्नुहुन्थ्यो, राम्रो सिक्नुभयो र कन्फिडेन्ट पनि राम्रो गेन गर्नुभयो र क्वालिटी पनि एकदम डज म्याटर छ। त्यही भएर उहाँको स्यालेरी जस राम्रो नै छ, जहाँसम्म लाग्छ उहाँको जस 2800 3000 भन्दा बढी नै होला भन्न मिल्छ, त्यति नै होला होइन अमल सर? मेरो चाहिँ त्यही हो, त्यतिकै रेन्जमा छ, त्यतिको रेन्जमा एक्ज्याक्टली। जो त्यो रेन्जमा भने चाहिँ आफै बुझिहाल्नुभयो, किनभने उहाँको निकै नै राम्रो एउटा पर्फर्मेन्स, उहाँको क्वालिटी थियो है। एनिवे सबैजनालाई आई होप तपाईँहरूले जति पनि क्वेसनहरू कस्तो हुन्छ इन्टरभ्यूमा, के सोधिन्छ, स्यालेरी लगायतको हरेक कुराहरू यो भिडियोमा मैले तपाईँलाई इन्फर्मेसन दिएँ होला। किनभने मेरो उद्देश्य सुशी ट्रेड नेपालको उद्देश्य भनेको जति पनि युट्युबबाट भिडियो हेर्दै हुनुहुन्छ उहाँलाई के इन्सपायर होस्, उहाँले के सिकोस् भनेर नै म प्रायः भिडियो बनाउन चाहन्छु है। र एट द सेम टाइम तपाईँहरू यहाँ जति पनि सुशी अब सिक्न चाहनुहुन्छ भने तपाईँहरू सुशी ट्रेड नेपाल आउन सक्नुहुन्छ। र जाँदा जाँदा अमन सर तपाईँ के भन्नुहुन्छ, जति पनि नयाँ तपाईँ पनि एकजना यसरी नै भिडियो हेर्नुहुन्थ्यो युट्युबमा, अहिले तपाईँ सक्सेस हुनुभयो, जो चाहिँ सुशीमा करियर बनाउन चाहनुहुन्छ, जो चाहिँ 19 इयर्स ओल्ड होला, के म सक्छु भन्ने उहाँलाई चाहिँ, जो चाहिँ अथवा दुबई आउनु खोजिरहेछ, अहिले दुबईमा चाहिँ ट्रेनहरू जो पनि एकदम ट्रेन्ड छ नेपालमा, जो पनि आउनु खोज्छ, कति मान्छेहरू तपाईँले देख्नु पनि भयो होला भिजिट भिजामा, अथवा हरेक मान्छेहरू यो फ्रिलेन्सर भिजामा आएर, अथवा कोही अनेकै जबहरू अन स्किलमा आइरहेको हुन्छ, उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ दुबई आउनुभन्दा अगाडि? म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हाम्रो बेसिकली हामीलाई के म्याटर गर्छ भन्दाखेरि जबसम्म हामीसँग केही स्किल हुँदैन हामीलाई कसैले पनि नोटिस गर्दैन है त, किनकि हामीमा केही क्वालिटी छ भनेर चाहिँ हामीलाई नोटिस गर्छ अथवा हामीलाई लिन्छ। त्यो हाम्रो मेन गाह्रो हुने, हामीलाई डिफिकल्ट हुने भनेको चाहिँ कस्तो फेसमा भन्दाखेरि जब चाहिँ हामी बिना स्किलको काम गर्न आउँछु भन्दाखेरि त्यतिखेर चाहिँ हामीलाई एकदम गाह्रो पर्ने। यहाँ धेरै जस्तो मैले यहाँ विदेशमा मैले धेरै जस्तो नेपालीहरूलाई देखेको छु जो चाहिँ भिजिट भिसामा, फ्रिलेन्स भिसामा आउनुहुन्छ, तर बिना स्किलको काम खोज्नु प्रयास गर्नुहुन्छ, तर काम पाउँदैन, अनि त्यसरी नै बिजोग हुन्छ नेपालीहरू। मैले धेरैजना त्यस्तो भेटेको छु र मलाई चाहिँ त्यो देख्दा चाहिँ एकदम दुःख लाग्छ, किनकि अब हामीले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ बिना कुनै सिपको, बिना कुनै स्किलको हामीले केहीमा पनि लिँदैन। इभन डिसवासरमा पनि हामीलाई स्किल खोज्छ, एक्सपिरियन्स खोज्छ। त्यही भएकोले गर्दा म चाहिँ अब मेरो जस्तै अब यङस्टरहरू, अब म जस्तै यङहरूलाई के भन्न चाहन्छु भन्दाखेरि केही गेन गर्नु छ भने त्यसको लागि पहिला ट्रेन गर्नुहोस्, आफूलाई स्किलफुल बनाउनुहोस्। बिना केही स्किलको हामीलाई केहीमा पनि लिँदैन, त्यति चाहिँ हामीले एउटा आफ्नो दिमागमा माइन्डसेट गर्नुपर्छ। मैले पनि धेरै लङ टाइमदेखि चाहिँ अब मामा राजेश लाई मैले फलो गरेको। उहाँ विगत 6-7 वर्ष जस्तो जर्मनीमा बस्नुभएको। म धेरै पहिलादेखि उहाँलाई युट्युबमा फलो गर्थेँ, उहाँको लाइभहरू उहाँले पनि सुशीमा काम भन्दै उहाँको लाइभहरू हेरिरहेको थिएँ। उहाँले माछा काट्नुदेखि टिसर्ट स्यालमन काट्नुहरूदेखि लिएर उहाँले हाल्नुको कन्टेन्टहरू देखेर उहाँलाई धेरै फलो गर्थेँ। उहाँलाई त देख्दा चाहिँ म आफूले म पनि कुनै दिन उहाँ प्रोग्रेसहरू गर्छु, उहाँले गरेको जस्तै एउटा आफ्नै लाइफमा सक्छु बाटोमा हिँड्छु हो। त्यही चाहिँ मैले सोचेको थिएँ आफूलाई होइन। र अहिले पनि म त्यही जर्नीमै छु। अब पुरै त नभन्नु तर पनि हाफ वेमा छु, स्टार्टअप हुँदैछ मेरो, फर्स्ट स्टेपमा छु। के भन्छ त अहिले मैले जब पाएँ होइन। अब त्यसैले गर्दा चाहिँ त्यो म के भन्न चाहन्छु नयाँ आउनुहुँदै तपाईँहरूलाई चाहिँ अब इफ यु वान्ट टु कम, यदि आउट कन्ट्रीमा आउन चाहनुहुन्छ, इफ यु वान्ट गेट जब इन समथिङ, यु सुड फर्स्ट अफ अल लर्न द स्किल अन इट। त्यो निस अथवा त्यो तपाईँको फिल्डमा चाहिँ तपाईँले स्किल गेन गरेर मात्र तपाईँले काम पाउनु। त्यही भन्न चाहन्छु। एक्ज्याक्टली। यहाँ जति पनि युट्युबबाट हेर्दै हुनुहुन्छ अमल सरले भनिहाल्नुभयो होइन। उहाँले विगत लामो समय उहाँले मलाई पनि फलो, म जर्मनीमा हुँदा माछा सालमन काट्दा सुशीमा काम गर्दा लाइभबाट उहाँले हेर्नुहुन्थ्यो, मलाई फलो गर्नुहुन्थ्यो। उहाँ पनि म जस्तै उहाँले देख्नु चाहनुहुन्थ्यो, मेरो बाटोमा उहाँ फलो गर्नुहुन्छ। र एउटा बेबी स्टेप भने जस्तो वान स्टेप चाहिँ उहाँले चाहिँ मेरो जुन चाहिँ काम गर्यो उहाँले मेरो फलो गर्नुभयो। अहिले त्यो फिल्डमा हुनुहुन्छ उहाँ, जस मैले सुशी गरेको अब उहाँ पनि सुशी गर्दै हुनुहुन्छ होइन। अब हु नोज फ्युचरमा होइन, फ्युचरमा फेरि म जस्तो एउटा बिजनेस गर्नु होला उहाँले पनि, बिकज वी क्यानट से एनिथिङ के। त्यो मेरो उद्देश्य के छ, लिभ टु इन्सपायर पिपुल के।
म बाँच्दा मैले जति पनि मैले काम गर्दाखेरि अरू मान्छे मेरो यङ्गस्टरहरू जति पनि हुनुहुन्छ अथवा मभन्दा अग्रज हुनुहुन्छ उहाँ के इन्सपायर होस् के न के सिकोस् भन्ने मेरो चाहना हो कि जसरी हाम्रो अमन भान्जाले भन्नुभयो मेरो अमनले भन्नुभयो कि जोस् मलाई विगत लामो समय फलो गर्दै गर्दै आज उहाँ जस एउटा सुशीमा काम गर्दै हुन्छ उहाँ पनि एनिवे अनि तपाईँले बुझिहाल्नु मोर इम्पोर्टेन्ट भनेको स्किल इज भेरी भेरी इम्पोर्टेन्ट विदाउट स्किल चाहिँ तपाईँ भर्सक कुनै ठाउँ नजानुहोस् किनभने जानु ठुलो कुरो होइन मैले इच एन्ड एभ्री भिडियोमा प्रायः भनिरहेको हुन्छु बाहिर विदेश जाँदा हुन्छ केही न केही स्किल सिकेर जानुहोस् इभन भाडा माझ त एउटा स्किल चाहिन्छ भने इमेजिन गर्नुहोस् होइन सुशी त कहाँ हो त्यसले गर्दाखेरि यहाँ जति पनि युट्युबबाट हेर्नुहुन्छ एकजना हाम्रो सक्सेसफुल विद्यार्थी जो चाहिँ 19 वर्ष अमन राईबाट तपाईँहरूले सबैले सुनिहाल्नुभयो इफ ही क्यान डु देन तपाईँहरूले पनि किन गर्न सक्नुहुन्न होइन र भेरी इम्पोर्टेन्ट आजको यस भिडियोमा मैले के राम्रो मैले टपिक एउटा अल ओभर गर्न पाउँदाखेरि चाहिँ एज डजन्ट म्याटर पर्फर्मेन्स एन्ड स्किल डज म्याटर भने चाहिँ मैले चाहिँ अमनबाट चाहिँ यो भिडियो चाहिँ मैले राम्रो एउटा मेसेज चाहिँ तपाईँलाई दिन चाहेँ एनिवे अमन आज हजुरको छुट्टी रहेछ थ्याङ्क यू सो मच फर गिभिङ ए टाइम आई रियली एप्रिसिएट होइन टाइम दिनुभएकोमा सो एन्ड आई विस यू अल द बेस्ट अझै राम्रो प्रोग्रेस भोलि दिनमा टप पोजिसनमा राम्रो अझै कम्पनीमा काम गरेको म विस गर्न चाहन्छु मेरो भान्जा मेरो अमनलाई अनि त्यही छ एनिवे थ्याङ्क यू सो मच अमन त्यति नै भन्दै हामी दुवैजना हामी अमन राई र राजीव राई हामी बिदा हुन चाहन्छौँ सबैजनालाई सो स्टे सेफ थ्याङ्क यू अलराइट एभ्रीवान सबैजनाले हेरिहाल्नु होला निकै एक्साइटेड हुनुभयो होला यो भिडियो हेरेर हेर्नुहोस् त अमन राईले के भन्नुहुन्छ भने तपाईँको एज डजन्ट म्याटर वाट डज म्याटर इज तपाईँको कन्फिडेन्स तपाईँको स्किल डज म्याटर उहाँभन्दा अगाडि धेरैजना 26 वर्ष कोही 27 वर्ष ठुल्ठुलोसँग उहाँको ट्रायलमा उहाँको कम्पिटिसन भएको थियो तर हाम्रो विद्यार्थी जुन चाहिँ हाम्रो अमन राईले सुशी ट्रेन नेपालबाट ट्रेन गरेको र उहाँहरूको फोटो पनि म देखाउन चाहन्छु जुन चाहिँ अमन राई र अरू एकजना स्टुडेन्ट जो चाहिँ ट्रायलको लागि अगाडि स्क्रिनमा हेर्नुहोस् त यहाँ देख्न सक्नुहुन्छ यो भिडियोमा फोटोमा हेर्नुहोस् कसको राम्रो सुशी छ तपाईँले देख्न सक्नुहुन्छ कुन राम्रो छ तपाईँले पनि सायद धेरै अब्जर्भ गर्न सक्नुहुन्छ जुन चाहिँ तपाईँले देखिराख्नु भएको छ माथिको त्यो चाहिँ हाम्रो अमन राईले सुशी बनाउनु भएको र त्यसै गर्दा तलको भनेको अर्को ट्रेनिङ सेन्टरले बनाएको सो डिफ्रेन्ट हजुरले पाइ पनि हाल्नु होला सो सुशी भनेको रोलले मात्र होइन कति छ भने नेपालमा धेरै बुझिरहेको छैन मान्छेले सुशी भन्ने बित्तिकै त्यो नुरी रोल नै बुझिरहेछ तर सुशी त्यतिले मात्र पुग्दैन सुशीमा भनेको क्वालिटी एकदम इम्पोर्टेन्ट छ प्लेटिङदेखि लिएर तपाईँको फास्ट स्पिड र एट द सेम टाइम तपाईँको कन्फिडेन्ट जुन चाहिँ तपाईँको इङ्ग्लिस लगायतको विभिन्न कुराहरू एकदम इम्पोर्टेन्ट छ सो त्यसले म के भन्न चाहन्छु भने जति पनि युट्युबबाट यो भिडियो हेर्दै हुनुहुन्छ भने डोन्ट रन आफ्टर चिप हुन्छ नि कोर्स सस्तोको कोर्समा नदौडिनुहोस् तपाईँले राम्रो बरु क्वालिटीमा फोकस गर्नुहोस् जसले चाहिँ राम्रो तपाईँको ट्रेन गर्छ स्टुडेन्ट रिभ्यू हेर्नुहोस् कम्पनीको प्रोफाइल हेर्नुहोस् र राम्रो ट्रेनिङ लिनुहोस् भन्न चाहन्छु किनभने भोलि दिनमा नत्र उहाँ जो चाहिँ हाम्रो एकजना अर्को स्टुडेन्ट हुन्थ्यो जुन चाहिँ अर्को ट्रेनिङ सेन्टरसँग उहाँले कम्पिटिसन गर्नुभयो हाम्रो अमन राईले हेर्नुहोस् उहाँलाई कति नराम्रो लाग्यो होला होइन र त्यसले गर्दाखेरि तपाईँ बाहिर जानु ठुलो कुरो होइन मैले भनिरहेको छु प्रत्येक भिडियोमा जस्तै मान्छेहरू अहिले धेरैजना दुबई गइराख्नु भएको छ कोही युरोप गइराख्नु छ भने जाँदै हुनुहुन्छ भने राम्रो क्वालिटी सिकेर जानुहोस् बरु राम्रो खर्च गर्नुहोस् सो द्याट भोलि दिनमा तपाईँलाई पछुतो नहोस् भनेर सो अमन राईलाई म धेरै धेरै बधाई दिन चाहन्छु यति सानो यङ एजमा उहाँ चाहिँ धेरैको लागि एउटा इन्सपिरेसन पनि भइसक्यो होला प्लस तपाईँलाई धेरै इन्सपायर पनि हुनुभयो होला यो भिडियोले र अब पालो तपाईँको सो यदि हजुरहरू पनि सुशी सिक्न चाहनुहुन्छ अथवा बारिस्टा सिक्न चाहनुहुन्छ अथवा तपाईँ टाढो टाढो आउट अफ भ्यालीबाट हुनुहुन्छ होस्टेलको पनि सुविधा छ हामीसँग र साथै यदि तपाईँको अङ्ग्रेजी कमजोरी छ भने हामीसँग इङ्ग्लिस क्लास पनि छ जसले तपाईँ घरमा यहाँ हाम्रो अफिसमा आएर तपाईँ सुशी सिकेर इङ्ग्लिस क्लास पनि लिन सक्नुहुन्छ बारिस्टा सिकेर इङ्ग्लिस पनि क्लास लिन सक्नुहुन्छ सबै एउटै जुन चाहिँ अफिसमा हुँदाखेरि किन नगर्ने सो आजै तपाईँले सुशी ट्रेन नेपाललाई कन्ट्याक्ट गरिहाल्नुहोस् अगाडि दिएको नम्बरमा तपाईँले कन्ट्याक्ट गर्नुहोस् फोन नम्बर वाट्सएप हाम्रो लोकेसन भनेको कोटेश्वर बालकुमारी सिसिआरसी कलेजमा छ एन्ड गेस वाट जाँदै सुशी ट्रेन नेपालको मिसन भनेको टु चेन्ज द पिपल्स लाइफ मान्छेको लाइफ के चेन्ज गरौँ भनेर जसरी अमन राईको पहिला के सोच थिएन के गोल थिएन इटरी तरारामा थियो तर आज सुशी ट्रेन नेपालले गाइड गरेर आज उहाँको लाइफ चेन्ज भइरहेछ र अब पालो तपाईँको सो यदि हजुर पनि फेरि वान मोर टाइम सुशी ट्रेन नेपाललाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने अगाडि दिएको नम्बरमा हजुरले कन्ट्याक्ट गरिहाल्नुहोस् र तपाईँहरू सबैजनालाई म अफिसमा भेट्न एकदम एक्साइटेड छु सो टिल देन सी यू नेक्स्ट टाइम टिल देन टेक केयर बाई